कुरा बेग्लै थियो र सत्य पनि। उसको शब्दसँगै मैले आमाको निरीह अनुहार सम्झी। चाउरीले लत्रिएका गाला, गहमा टल्किरहेको आँसु अनि ओठबाट निस्किरहेको सुस्केरा ताजा बनेर हृदयमा पोखियो। हुन न त म रगतको ओछ्यानमा थिएँ, तर आमाको हातको स्पर्श र बासना महसुस गर्न सक्थेँ। म युद्धका लागि निस्किँदै गर्दा आमाको अनुहारले भन्दै थियो, छोरासँगको त्यो नै अन्तिम प्रहर, अन्तिम स्पर्श, अन्तिम भेट, अन्तिम बातचित हुन सक्छ। मैले आमाको भावलाई व्यवस्था गर्न हुँदैनथ्यो। मस्तिष्कमा मधुरो गरी घुम्यो आमासँग छुट्टिनु पूर्वको अन्तिम रात। उनले पहिलो पटक स्वर्गीय लोग्नेलाई स्मरण गरेकी थिए। वीरध्वज, त निकै ठुलो जन्मिइस् बा। समयमै जन्मिएको भए तेरी जहान हुन्थे, केटाकेटी हुन्थे। हामीले सन्तानको आश मारिसकेपछि त जन्मिएको होस्। उनका शब्दहरू बाढीमा उर्लिएको भेल भनेर उत्तिँदै थिए। त्यहाँ कुनै नियम थिएन, परिधि थिएन। किन सोचिरहेकी, त किन नै जन्मिइस्? त नजन्मिएको भए विशाल युद्धमा होमिनुपर्ने थिएन। तँलाई गुमाउने डर र सम्भावना हुने थिएन र मेरा मनमा तँ प्रतिको मायाको समुद्र हुने थियो। त्यसले मलाई यसरी बिथोल्ने थिएन। यसरी त तेरा पिताको मृत्युमा मात्रै बिथोलिएकी थिएँ। त म के सोचिरहेकी कि बकिरहेकी? आमाको अस्तव्यस्त हृदयलाई कसै गरी ढुक्क बनाउने कोसिस गर्नुपर्थ्यो, तर मैले उनको भावनालाई व्यवस्था गरिरहेको थिएँ। मलाई थाहा थियो युद्धमा जेसुकै हुन सक्छ। स्वयं ईश्वर जान्दैन युद्धमा के हुन सक्छ। यद्यपि घमण्ड देखाएको थिएँ, कौरवको सेना निकै विशाल छ। मेरो उमेर 16 होला, तर तरबारबाजीमा म जुनसुकै वीरलाई पल्टाउन सक्छु। त्यो रातभर आमा जागराम बसेकी थिइन्। चुलो छेउको सिलौटोमा मेरो तरबारको धार उदाइरहिन्। कोठाभरि खरखर खरखर आवाज गुन्जिरह्यो। रातभर त्यो रात हर कोहीले आफ्नो छोरा, लोग्ने, भाइ, दाइको तरबार उधाइरहेका थिए। प्रत्येकले दुश्मनको गर्दन मागिरहेका थिए। समयको एक दुर्लभ क्षण थियो त्यो। एक आमाले कुनै अर्की आमाको सन्तानको गर्दन रेटियोस् भनी धार उधाउनु, एउटी स्वास्नीले कसैको लोग्नेको छातीमा तरबार वार पार होस् भनेर कामना गर्नु। ओहो, कस्तो हावा बगिरहेको थियो पृथ्वीमा। उज्यालो नहुँदै तरबार उचाल्न सक्ने मानिसको तातिसकै घर छाडेको थिए। त्यो मिरमिरेमा रोदनको मसिनो आलाप गुन्जिँदै थियो गाउँभरि। गोठका पशु चौपाया समेत आलाप तानिरहेका थिए। बाँ बाँ। गाउँको हावामा वेदनाको आर्तनाद निर्बाध फैलिँदै थियो, जसमा लुकेको थियो मेरी आमाको हिक्क हिक्क। कुनै कुराले मलाई छोएको थिएन, बरु अत्याधिक जोस सलबलाउँदै थियो। भीमसँग आम्ने सामने भिड्ने आँट थियो हृदयमा। के थाहा, चिलको एक चुच्चो भारी हुन सक्छ। चिलको के कुरा, कागकै चुच्चो बलियो हुन सक्छ म भन्दा। जान्न मन लाग्यो कुरुक्षेत्रमा जिउँदो भेटिएको म जस्तै निरीह दुश्मन के सोचिरहेको छ, कसलाई सम्झिरहेको छ। तिमी के सोचिरहेका छौ मित्र? कसलाई सम्झिरहेका छौ? सुरुमा पीडादायी आलाप सुनियो। हैया, केही बेरको रिक्ततापछि आफ्नो भाव पोख्यो। मेरा आँखा ती बेला लाखौं लाख चिल गिद्ध मडारिरहेका छन्। म देखिरहेछु यिनीहरूले लुस्दै गरेका लास। तर यो सम्पूर्ण दृश्यले हृदयका सम्झना बिथोल्न सकिरहेको छैन। म यति बेला मेरी गर्भवती स्वास्नीको बाटुलो भुँडी सम्झिरहेको छु। उसले हिजो आज बच्चा पाइसक्यो। मर्नु अघि सन्तानको अनुहार हेर्न आशा बुनिरहेको छु। उसो त सारो घुमाको कोमल अनुहारले तरबारले झैँ हृदय रेटिरहेछ अन्धाधुन्ध। उसका कुराले मलाई गाउँघर पुर्यायो। फेरि मनले आमाकै कुरा खेलायो। अँधेरी रातमा काठको चोयो बालेर पिँढीमा उभिएकी आमाको चित्र उभियो मस्तिष्कमा। उनका लत्रिएका ओठबाट निस्किएको ध्वनि सुस्तरी गुन्जियो। वीरध्वज, मेरो छोरा, चाँडै फर्किएस् है। त नआउँदासम्म म यही पिँढीको डिलमा पर्खिरहनेछु। युद्धमा तैँले दुर्गति पाइस् भने बसेकै ठाउँमा भोक प्यास त्यागेर प्राण छोडिदिनेछु।
त्यो समय पाण्डव पक्षको घाइतेले मेरो स्मृति बिथोल्यो। तिमी चाहिँ के कल्पिँदैछौ? मैले आमाको कुरा गरिनँ, बरु आफ्नो इच्छा सुनाएँ। म मर्न चाहन्न। ममा बाँच्ने अभिलाषा पल पल अग्लिँदैछ। डर पनि पोखेँ, तर ज्यानबाट प्राणको रस चुहिँदैछ, जसरी चर्किएको घडाबाट पानी चुहिँदै जान्छ, तप्प तप्प। यहाँ बाँच्ने अभिलाषा कोसँग थिएन? दुर्योधन, कर्ण, अभिमन्यु वा अरू कोही? इच्छा मृत्युको वरदान पाएका भीष्मलाई पनि बाँच्न मन थियो। उनीसँग बाँच्ने इच्छा नभए त्यति लामो समयसम्म असह्य पीडा सहेर किन तीरको शैय्यामा सुत्थे? जब उनमा पीडा सहने सामर्थ्य हरायो तब उनले मृत्यु स्वीकारे। कहिलेकाहीँ जीवन यति भारी बन्छ त्यो बोक्न हामीसँग तागत रहँदैन। मैले मिल्दोजुल्दो भाव थपेँ। हरेकसँग हाम्रो जस्तै परिवार थियो है। हरेकसँग फलामको कवचभित्र माया गर्ने कोमल मुटु थियो है। यहाँ चिर निद्रा सुतेका प्रत्येक योद्धालाई प्रियजनले पर्खिरहेका होला। कुरुक्षेत्रमा हाम्रो जस्तै कसैको सास बाँचिरहेको छ भने सम्झिँदै होलान् आफ्नो दुनियाँ जो युद्धभन्दा अलग्गै छ र निकै ठुलो छ। म कसैको छोरा, कसैको दाई, कसैको भाइ, कसैको पिता र कसैको पति हुँ। म सैनिक हुनु मेरो करोडको दुनियाँ सामु एक कण मात्र थियो। त्यही सानो चिज हामीलाई चारो भयो र निल्यो हाम्रो विशाल दुनियाँ। भीमका आए माछा सानो चारोमा खसे झैं हामीले प्राण जस्तो अनमोल चिज अल्झाइदियौं सानो भोकमा, छाडिदियौं बाँकी भव्य दुनियाँ। लगातार बोल्ने तागत थिएन हामीसँग। थाहा भएन कति समय मौनतामा बित्यो, तर मन भने बरबराइरह्यो हर पल। घरि आफ्नै जीवन, घरि दुश्मनको सासमाथि शङ्का उब्जिरह्यो। पीडाबीज बरबराए बाँचिहाल्यौ भने के गर्छौ मित्र? ऊ पनि जिउँदै रहेछ। रोकिँदै रोकिँदै सुनाए, प्रिय दुश्मन, बाँच्ने आशाले बचाउँदैन। अब म केही समयमै सकिन्छु। आँखा धमेलिन थालिसके। हृदयमा सन्नाटा गुन्जिँदैछ। म माथि मृत्यु हावी हुँदैछ। मेरो जीवनको क्षेत्रको मिचिँदैछ। उसको नैराश्यले मलाई समेत प्रभावित पार्यो। मैले पनि आँखा धमिलिएको महसुस गरेँ। हृदय चिहान डाँडा जस्तै सुनसान लाग्यो। हतोत्साहित भएछु। उसको मृत्युको कल्पनाले आत्तिएछु। उसो त दुश्मन योद्धा थियो। उसैले पो काटेको थियो कि मेरो हात? यद्यपि लाग्यो ऊ मेरो नजिकको मान्छे हो। उसको मृत्युसँगै त्यो मृत्युसागरमा म एक्लो हुनेछु। उसले आत्तिँदै थप्यो, दुश्मन मित्र, तिम्रो नाम जान्दिन, जान्नु पनि छैन। भर्खरै मेरो छातीमा विशाल चिल बस्यो। यसका राता आँखा मेरो रक्तामे अनुहारमा डुल्दैछन्। जुनसुकै बेला यसले गर्दनको नली लुच्न सक्छ। सुन्दैमा सकस भयो। मेरी आमाले सुनाएको हरफ सुनाए, मित्र, हौसला यस्तो जादु हो जसले काया पलट गर्न सक्छ। बचेको अन्तिम एक सासबाट जीवनको पालुवा पलाउन सक्छ। धैर्य गर। तर उसको आशा हवाई विमान झैं खस्यो एकाएक। ग्रीष्मको जंगलमा डढेलो फैलिएसरी उसमा हताश फैल्यो। झनै बरबराउन थाल्यो। मेरो नाम देवाजय हो। तिमी बाँच्यौ भने यमुना गई मेरो मृत्युको खबर सुनाइदिनु। सार्वभौमाको सुन्दरता यमुनाभरि छ। त्यसैले हर कोहीले मेरो घर जान्दछन्। सार्वभौमलाई मेरो सम्झना सुनाइदिनु। असीमित माया सुनाइदिनु। मेरो अन्त्यपछि उसको के हालत होला कठै। यो अन्तिम घडीमा जो बग्दैछु, हृदयदेखि बग्दैछु। कुनै समय स्वास्नीलाई गलत नजरले हेर्नेका आँखा मैले नै निकाले, कैयौँको हात काटे। तर आज भन्दैछु, उसलाई इच्छा लागेको कुनै पुरुषसँग जाँदा हुन्छ भनिदिनु। म त कठै भइसकेँ। सार्वभौमाको त भर्खरै भरभराउँदो उमेर छ। बचपना बाँकी नै छ। तिमीसँग आउन अपेक्षा गरी भने स्वीकार्न सक्छौ, अथवा कोही उसलाई धेरै माया गर्ने पुरुष भेटायो भने सार्वभौमलाई मनाइदिनु। देवाजयको अन्तिम इच्छा यही हो भनिदिनु। देवाजयको पौरुष लम्बसार परेको थियो। उसँग लज्जा, आशा एवं अभिलाषा बाँकी थिएन। केही बाँकी थियो त तालमेल नमिलेको आर्तनाद। त्योभन्दा बढी सुन्न सायद नमज्जा लाग्न सक्थ्यो। कामना गरे बरु प्राण त्यागोस्, त्योभन्दा बढी उदाङ्गो नबनोस्। सम्झाउन खोजे, अघि मेरै छातीमा चिल बसेको थियो, तर केही गरेन। हामी सँगसँगै कुरुक्षेत्रको सिमाना काटौँ र केही समय पर्ख, शक्ति सञ्चय हुन्छ। उसको दर्दनाक आलाप अग्लियो। अय्या, ओहो, आत्था, आ। रुँदै बरबराउन थाल्यो। दुश्मन मित्र, चिलले भर्खरै मेरो निधारको मासु लुच्न थाल्यो। अय्या, यसले मेरो भाग्य लुच्दैछ। अय्या,
लुच्दैछ मित्र, मलाई लुच्दैछ। मेरो शरीरमाथि नाच्दैछ, मेरो विलापलाई कुनै गाना सम्झिए जस्तै नाच्दैछ। कौरव पक्षको दुश्मन मलाई बचाऊ। म उसलाई बचाउन चाहन्थे। कुजो परेको शरीर र हात गुमाएको योद्धाबाट त्यो सम्भव थियो। मेरो हविगत सुनाउ नसोचेको होइन। त्यसले ऊ झनै हतोत्साहित हुन सक्थ्यो। त्यसैले उसको आग्रह नसुने जस्तै गरिदिए। ऊ निरन्तर विलाप तानिरह्यो। अय्या, ओहो, सकी नसकी चिलको कर्तुत सुनाइरह्यो। मेरा दुवै आँखा लुचिसक्यो। अय्या, कौरव पक्षको मेरो दुश्मन सुन, बाँच्यो भने मेरो सन्देश पुर्याइदिनु, सुनाइदिनु उजाडिएर यौवन नबिताउनु। अय्या, सुनाइदिनु मेरो सारो घमालाई दुनियाँ निकै पापी छ। इन्द्रियको बहकाउमा नलाग्नु भनिदिनु, बन्जर भएर नजिउनु भनिदिनु। ऊ यमुना जस्ती निर्मल छे, खहरे नजिउनु भन्दिनु। भनिदिनु कोही लायक पुरुष छ भने हिउँ जस्तो चिसिएर नबस्नु भनिदिनु। आगो उसरी जङ्गल र बस्तीमा फैलिएर नमास्नु भनिदिनु। अय्या, चुलोमा बल्नु भनिदिनु। माया बुझेको कुनै पुरुष तिमीले भेटायौ भने। अय्या, घुमाइ फिराई एउटै कुरा रटान लगाइरह्यो, बारम्बार चिल्लाई ललकारिरह्यो। लुच, आ लुच, दुष्ट लुच, मेरो गर्दन गई नली लुच। अय्या, अन्तत उसको आवाजले विश्राम लियो, हतारिँदै बोलाए। देवाजय, मित्र देवाजय। म उसलाई सुन्न चाहन्थेँ, कान चनाखो पारे। मसिनो गिटिक गिटिक अनुमान लगाउन सकिन्थ्यो। देवाजय, धैर्यले मानिसमा शक्ति सञ्चय गर्छ। मित्र, दुश्मन। मैले एकहोरो बोलाइरहेँ, तर उसको गिटिक गिटिक सुक्दै गयो। त्यसरी जसरी बर्खे पोखरी हिउँदमा सुक्दै सुक्दै जान्छ र सुक्छ अन्ततः। ऊ जिउँदो हुनुको आधार हराउँदै गयो, जसरी कुनै तारको झङ्कार पातलिँदै जान्छ र हराउँछ अन्ततः। देवाजय, मेरो दुश्मन। मित्र, केही त बोला। मेरो सम्बोधन मृत सागरमा फैलिरह्यो। आफ्नो आवाजको साक्षी आफै म मात्र थिएँ। उसो त हामीले एकअर्काको गर्दन नरेटेको मात्रै हो। बाँच्नु नै दुर्घटना जस्तै थियो क्या। तर नबाँच्नु, बाँचिसकेपछि गफगाफ भइसकेपछि हृदयको नजिक भएछ। कसो कसो एक्लोपनको दलदलमा भासिँदै गए, आँखा टिलपिलाए। दुश्मन सेनाका नाममा एक धरको आँसु बग्यो सर्लक्क। खैर, दुश्मन भन्नु पनि कसलाई? महाभारतको युद्धमा को कसको दुश्मन थियो? दुर्योधन र युधिष्ठिरको दुश्मनी हुँदो हो, कृष्ण र कर्णको दुश्मनी हुँदो हो। तर कर्णौ परिवार एक अर्काका बनी बनाऊ दुश्मन बने, लडे, मरे र सके। के ती सबै एक अर्काका खास दुश्मन थिए? चिल गिद्धको चिच्चाहट, मासु लुच्दै गरेको च्वाट च्वाट आवाज बडो बेग लाग्दो थियो। त्यो एकनासको हल्लाले म भित्रैदेखि विक्षिप्त भइसकेको रहेछु। एकाएक निकै भावुक भएँ। ममा खै के तमास चढ्यो। जोर जोरले चिच्चाउन पुगे, तर मेरो आवाज आग्रह समान चुइयो। दुष्ट चिलगिद्ध हो, आओ, मलाई पनि लोछ। चुड, म यहाँ छु, यहाँ। मलाई पनि मारिदेऊ।